परमेश्वरले आफ्नो वर्शिप वा उपासना र बलिदानलाई अस्वीकार गर्नुहुन्न, बरु प्राथमिकतालाई पूर्ण क्रमबद्ध रूपमा राख्नुहुन्छ। बाहिरी धार्मिक अभ्यासहरू तब मात्र अर्थपूर्ण हुन्छन् जब तिनीहरू न्यायसिद्ध, दया र नम्रताले आकार दिएको जीवनबाट चल्दछन्। परमेश्वरले बाहिरी प्रदर्शनहरू भन्दा भित्री धार्मिकतामा जोड दिनुहुन्छ। सबैलाई जय मसीह। तपाईहरू सबैलाई स्वागत छ हाम्रो यस नेपाल बाल संगति सेवाकाईमा, जहाँ हामी बाल संगतिको भाइ बहिनी तथा शिक्षकहरूसँग प्रत्येक हप्ता बाइबल खण्ड अध्ययन गर्दैछौँ। आजको बाइबल पद यस्तो समयमा बोलिएको पद हो जब परमेश्वरका मानिसहरू बाहिरबाट धेरै धार्मिक थिए, तर भित्रबाट भने भ्रष्ट थिए। तिनीहरूले बलिदान चढाउँथे, पूजा गर्न जान्थे र संस्कारहरू पालन गर्थे, तैपनि तिनीहरूले न्याय, दया र नम्रतालाई भने बेवास्ता गर्थे। यो पद पुरानो नियमको बाइबलीय नैतिकताको सबैभन्दा संक्षिप्त र गहन सारांशहरू मध्ये एक हो। अगमवक्ता मीका मार्फत परमेश्वरले धार्मिक गतिविधिहरूले मात्र उहाँलाई खुसी पार्न सक्छ भन्ने विचारलाई चुनौती दिनु भएको छ। यहाँ परमेश्वरले आफ्ना मानिसहरूबाट साँच्चै के अपेक्षा गर्नुहुन्छ भनेर व्याख्या गरिएको छ। 6 र 7 पदमा हामी कसरी परमेश्वर कहाँ आउनुपर्छ भनी सोधिएको छ। होम बलि, एउटा 1 वर्षीय बाछा, हजारौं भेडा, तेलका 10,000 नदीहरू वा तिनीहरूका सन्तानहरूलाई लिएर हामी परमेश्वरको अघि आउँदा के परमेश्वर हामीसँग प्रसन्न हुन्छन्? यस्ता प्रत्येक उदाहरणहरू मानिसले गर्न सक्ने भन्दा धेरै माथिका कुराहरू हुन्, जुन संसारको सबैभन्दा धनी व्यक्तिले पनि गर्न नसक्ने कुराहरू हुन्। यसले देखाउँछ कि मानिसहरूले विश्वास गर्थे कि परमेश्वर परिवर्तन हृदय र आज्ञाकारी जीवनहरू मार्फत भन्दा पनि ठूला ठूला बलिदानहरू मार्फत सन्तुष्टि हुन सक्नुहुन्छ। तर 8 पदमा भने मीकाले स्पष्ट पार्नु भएको छ कि परमेश्वरले आफ्ना इच्छाहरू लुकाउनु भएको छैन र ती इच्छाहरू यस्ता जटिल इच्छाहरू पनि होइनन्। परमेश्वरले के असल छ भनेर पहिले नै प्रकट गरिसक्नु भएको छ। हाम्रो प्रमुख समस्या ज्ञानको कमी होइन, तर आज्ञाकारिताको कमी हो, किनकि बाइबलको हरेक पदहरूमा परमेश्वरले आफ्नो इच्छाहरू व्यक्त गर्नु भएको छ। परमेश्वरले मानिसहरूले गर्न नसकिने वा असम्भव र रहस्यमय कुराहरू माग्नु भएको छैन, तर उहाँले आफ्ना चरित्रलाई प्रकट गर्ने जीवन शैलीको लागि प्रश्न गरिरहनु भएको छ। उहाँले सर्वप्रथम न्यायपूर्ण व्यवहार गर्नु भनी भन्नुभएको छ। न्यायपूर्ण व्यवहार गर्नु भनेको के हो त? न्यायपूर्ण व्यवहार गर्नु भनेको हामीले दैनिक जीवनमा निष्पक्षता, इमानदारिता र निष्ठाका साथ बाँच्नु हो। यसमा हामीले गरिब, कमजोर र आफ्ना बचाउ गर्न नसक्नेहरूसँग कसरी व्यवहार गर्छौं भन्ने कुरा समावेश रहेको छ। न्याय भनेको अदालत वा कानूनको बारेमा मात्र होइन, यो सम्बन्ध, व्यवसाय, नेतृत्व र पारिवारिक जीवनमा सही काम गर्ने बारे हो। परमेश्वरले आफ्ना मानिसहरूले अरूसँग कसरी व्यवहार गर्छन् भन्ने कुराको गहिरो वास्ता गर्नुहुन्छ। त्यसै गरी दोस्रोमा दयालाई प्रेम गर्नु भनिएको छ। दयालाई प्रेम गर्नु भनेको कहिलेकाहीँ दया देखाउनु मात्र होइन, यसको अर्थ करुणा, क्षमा र विश्वास योग्यतामा आनन्द लिनु हो। परमेश्वरका मानिसहरूलाई दया अभ्यास गर्नका लागि मात्र होइन, तर यसको गहिरो कदर गर्न बोलाइएको हो। यसले मानवताप्रति परमेश्वरको आफ्नै दयालाई देखाउँछ र हामीलाई अरूलाई स्वेच्छाले क्षमा गर्न र हेरचाह गर्न सिकाउँछ। र तेस्रोमा आफ्नै परमेश्वरसँग नम्रतापूर्वक हिँड्नु भनेको छ। यसमा हामीलाई आफू कति आत्मनिर्भर छौं या घमण्डी छौं भनी निहाल्नु भनी भनिएको हो।
परमेश्वरसँगको नम्रताले हामीलाई घमण्ड र आत्मनिर्भरता वा आत्मधार्मिकतालाई अस्वीकार गर्छ र परमेश्वरको वचनद्वारा निर्देशित जीवन रोज्छ। यो हिँडाइले एकपटकको धार्मिक कार्य होइन, तर निरन्तर सम्बन्धको वर्णन गर्दछ। मिका 6:8ले बताएको चाहिँ, हे मानिस, उहाँले तिमीलाई के असल छ भनेर देखाउनु भएको छ अनि परमप्रभुले तिमीबाट के चाहनुहुन्छ? न्यायपूर्वक काम गर्न, दयालाई प्रेम गर्न र आफ्नो परमेश्वरसँग नम्रतापूर्वक हिँड्न। परमेश्वरले विश्वासीहरूलाई खाली धार्मिकताबाट टाढा र सक्रिय विश्वासतर्फ बोलाउनुहुन्छ। यसले सिकाउँछ कि परमेश्वरले प्रभावशाली भेटीहरूभन्दा बढी रूपान्तरित जीवन चाहनुहुन्छ। साँचो भक्ति हामीले परमेश्वरलाई के ल्याउँछौँ भन्ने कुरामा होइन, तर हामी उहाँको अगाडि कसरी बाँच्छौँ र प्रत्येक दिन अरूसँग कसरी व्यवहार गर्छौँ भन्ने कुरामा देखिन्छ। सबैलाई जय मसीह। तिमीहरूले कहिल्यै बलियो मानिसहरूले कमजोरहरूलाई हेपेको देखेको छौ? धनी व्यक्तिहरूले गरिबहरूलाई शोषण गर्ने, तिनीहरूलाई अन्यायमा पार्ने जस्ता कामहरू गरेको देखेको छौ? या भनौं कुनै कुनै व्यक्तिले भ्रष्टाचार गरेको भन्ने त सुनेको नै होला, होइन र? आज हामी यस्तै विषयको बारेमा एउटा कथा सुन्नेछौँ है। वसन्तको सपना। एकादेशमा एउटा सानो गाउँ थियो। गाउँमा एकपटक ठूलो अनिकाल पर्यो, जसले गर्दा धेरैको घरमा अन्नको अभाव भयो। जसले गर्दा उनीहरू गाउँको एक धेरै ठूलो जमिनदार कहाँ गएर केही अन्नलाई ऋणमा मागे। जमिनदारले सबैलाई ब्याजमा अन्न दिएको थियो, तर बिचरा किसानहरूले जमिनदारको भित्री दुष्टताको चाल नै पाएको थिएन। अन्न त ल्यायो, तर पछि तिर्ने बेलामा त जमिनदारले गडबड गरेर ऋणलाई तिर्नै नसक्ने बनाए। यसरी उसले धेरैलाई उसको ऋणलाई नतिरेसम्म खेतमा ज्याला नदी काम गर्नु पर्ने भनेर सम्झौता गर्यो। जमिनदार गाउँलेलाई सताउन थाल्यो। उसले आफैलाई गाउँको राजा भन्थ्यो। उसको पैसाको शक्तिको कारणले जे मनमा आउँथ्यो त्यही गर्ने गर्थ्यो। यसरी धेरै वर्ष बित्यो। न त ऋण चुक्ता भयो, न जमिनदारको गाउँले प्रतिको शोषण नै रोकियो। धेरै वर्षपछि गाउँमा एउटा केटा देखा पर्यो। केटो जमिनदारको छोरो थियो। उसको नाउँ वसन्त थियो। ऊ सानैबाट शहरमा गएर अध्ययन गरेर आएको थियो, किनकि जमिनदार धेरै बुढो भइसकेको थियो र उसको कामको जिम्मेवारी छोरालाई सुत्न बोलाइएको थियो। वसन्तलाई गाउँको अवस्थाबारे केही पनि थाहा थिएन। उसले गाउँको बारेमा जब सबै कुरा बुझ्दै गयो र बुवाको अन्यायको बारेमा महसुस भयो, तर बुवालाई मुखले सम्झाउन नसकिने हुँदा उसले बुद्धिको प्रयोग गरेर एउटा ठूलो योजना बनायो। वसन्तले गाउँमा विकास गर्नका लागि विभिन्न सहयोगहरू माग्नलाई शहरको विभिन्न संस्थाहरूलाई अनुरोध गर्यो। केही संस्थाहरूले मात्रै गाउँमा साना तालिमहरू लगे। गाउँमा अब किसानहरूलाई आधुनिक तरिकाले खेती गर्ने तरिकाको तालिम पाउन थाल्यो। जमिनदारले के गरेको यस्तो भनेर छोरालाई गाली गर्यो, तर वसन्तले सम्झाउँदै भन्यो, जब गाउँका मानिसहरूले तालिम पाउँछन् उनीहरूले कामलाई राम्ररी गर्नेछ र हाम्रो फसल झन बढी फल्नेछ। त्यो सुनेर जमिनदारले भन्यो, छोरो, यदि यी गाउँलेहरू जान्ने सुन्ने भयो भने त हामीले उनीहरूलाई काम लगाउनै सक्दैनौँ नि, र उनीहरूले हामीलाई सम्मान दिने छैनन्। यो विषयमा बुवा र छोरा बीचमा लामो बहस भयो। अन्तमा वसन्तले घर छोडेर गाउँमा गएर नै काम गर्ने निर्णय गर्यो। बिस्तारै गाउँलेहरूले तालिमहरू पाए र फसलहरू धेरै फल्न थाल्यो। अब वसन्तले गाउँमा बच्चाहरूको लागि पढ्नको लागि सानो पुस्तकालय खोलिदियो, जहाँ धेरै किताबहरू थिए। वसन्तले ती पढेर सुनाउँथे र धेरै भाइ बहिनीहरू ध्यान दिएर सुन्ने गर्थे। तर जमिनदार भने छोरोको यस्तो हरकतको कारण रिसले चुर भएको थियो, तर छोरोले जसो तसो बुवालाई सम्झायो। एक दिन एउटा ठिटोले आफ्नै आमालाई कुनै कारणले गाली गर्दै पिट्दैछ भनेर खबर दिनका लागि केही बालकहरूको समूह वसन्त कहाँ आयो।
बसन्त तुरुन्तै त्यहाँ पुगेर त्यो ठिटोलाई रिसले चुर भएर पिट्न थाल्यो। बसन्तको यस्तो रिस गाउँलेले पहिला कहिल्यै देखेको थिएन। छोरा अया अया भनी रुँदै थियो। छोरोको यस्तो रुवाईले आमा हत्तपत्त छोरालाई छेक्न गए, जसरी चिल आउँदा कुखुराले आफ्नो चल्लालाई छोप्छन्। बसन्त अड्क्यो र नम्र स्वरमा भन्यो, मलाई माफ गर्नुहोस् आमा, तर मैले यसलाई सम्झाउनको लागि नै यस्तो गरेको हुँ। केटोलाई हेर्दै बसन्तले फेरि भन्यो, मूर्ख केटा, तेरो आमाले तँलाई कति माया गर्छिन् देखिस्? तेरो दुखाइलाई आफूमा लिनलाई आउनुभयो र त मूर्ख आमालाई गाली गर्ने पिट्ने गर्छस्। यो भनेर बसन्त आफ्नो घर लाग्यो। केही बेरमा नै आमा र छोरा दुवै जमिनदारको घरमा आइपुग्यो। आमा बसन्तलाई धेरै धन्यवाद दिनलाई आउनु भएको थियो। ऊ आएपछि छोराले गल्ती स्वीकारेर माफ मागेको भनी बतायो र त्यो घरमा हरेकको लागि त्यस आमाले परमेश्वरसँग आशिष माग्नुभयो। जमिनदारको घरमा पहिलो पटक कसैले आशिष दिँदै थियो। जमिनदारलाई यो कुराले धेरै छटपटी बनायो, किनकि उसको दुष्ट कामको कारण गाउँमा कसैले पनि जमिनदारलाई रुचाउँदैन थिए। उसले विगतमा गाउँको मानिसहरूमाथि गरेको अन्याय र अत्याचारहरूलाई सम्झियो। उसले छोरा बसन्तलाई बोलाएर भन्यो, मलाई त्यो आमाले दिएको जस्तो आशिष अझै चाहियो। त्यसपछि छोरोले भन्यो, पहिला तपाईले ती खेतमा काम गर्नेहरूलाई फुक्का गर्नुपर्ने हुन्छ। छोरोले भने जस्तै जमिनदारले गर्यो। त्यो दिन गाउँमा जात्रा नै लागे जसरी गाउँलेहरू खुसीले बसन्त ऋतु नै आएको जस्तो भयो। गाउँलेहरूले जमिनदारको लामो आयुको कामना गरेर सबैले आशिष दिए। त्यो देखेर जमिनदार आँखाभरि खुसीको आँसु खसाल्दै मुस्कुराए। भाइ बहिनीहरू, कसले ठिकसित काम गरे? कसले न्याय दिलायो? को विनम्र थियो? हामी पनि यसरी काम गर्न सक्छौं। सुरुवात भन्ने हाम्रो साथीहरू, छिमेकीहरूलाई घर परिवारको सानो सानो कामहरूमा मद्दत गर्नबाट सुरु हुन्छ। परमेश्वर स्वर्गको राजा हुनुहुन्छ। हामीले उहाँलाई के दिन सक्छौं? हामीले के दिएर परमेश्वरलाई खुसी पार्न सक्छौं? संसारको कुनै पनि थोकले परमेश्वरलाई आनन्द दिन सक्दैन, तर उहाँले हामीले चढाएको साँचो हृदयको भेटी, इमानदारिताले गरेको काम, सत्य वचन, अरूको भलाइ, प्रेम जस्ता कुराहरूबाट खुसी हुनुहुन्छ। आजको वचनले भनेको जस्तै परमेश्वरले बलि होइन, न्याय, दया र नम्रता चाहनुहुन्छ। साना बालबालिकाहरूसँगको तपाईहरूको सेवकाई महत्त्वपूर्ण छ, जसद्वारा परमेश्वरको महिमा भइरहेको छ। यदि तपाईहरूलाई यस खण्डबारे थप जानकारी आवश्यक परेमा तलको लिङ्कमा जान सक्नुहुन्छ। यस्तै बाइबल पदहरू लिएर अर्को हप्ता हामी फेरि पनि आउने नै छौँ। त्यतिन्जेलका लागि लाइक, सेयर र सब्स्क्राइब गर्न नबिर्सिनुहोला। सबैलाई जय मसीह।